सबैजनालाई वेलकम ब्याक टु माई युट्युब च्यानलमा। अनि आज चाहिँ म दिउँसैबाट भिडियो बनाइरहेको छु। अझ पनि अहिले सायद 1-2 बज्न लागिसक्यो होला। म चाहिँ पुटाभित्र छु। अब हाम्रो काम छ धान बताउने। यहाँ चाहिँ हाम्रो धान बताउन लगाएका। हाम्रो यहाँ चाहिँ धान बताउन लाग्छन्। हाम्रो अंकल इनको चाहिँ इनका धान बताउन लाग्छु छु। गाई जाएर म यहाँ छन् धान यहाँ नाम्रे भाइ मैले तिमीलाई भिडियो हालिदिन्छ। वाह कति राम्रो भिडियो भने युट्युबमा मैले भिडियो हालिदिएको छु नि भाइ किन ल छिटो। अब हामी चाहिँ धान बताउन स्टार्ट गर्न लाग्छु। अझै हाम्रो पंखा छ टेक्नोलोजी पंखा जाओ खाना खाना त्यो थियो किन हाल्या त ती मेरोमा जानु कति दिन म धान एकचोटि धान बताउँदैछु। 5 मिनट 1 मिनट का लागि होला। यो चाहिँ हाम्रो धान अच्छा हामी अहिले यो पंखा छ अनि अब हामी धान बताउन अहिले धान बताएर पनि भयो म चाहिँ अब धान बताउन तर्फ लागे। गाइस हाम्रो पंखा चालू भइसकेको छ। ल अंकल मेरो भिडियो बनाइदेऊ गाइस। यो चाहिँ हाम्रो धान अच्छा हामी अहिले यो पंखा छ अनि अब हामी धान बताउन अहिले धान बताएर पनि भयो म चाहिँ अब धान बताउन तर्फ लागे। गाइस हाम्रो पंखा चालू भइसकेको छ। ल अंकल मेरो भिडियो बनाइदेऊ गाइस। हर रात एउटै प्रश्न आकाशको जुनलाई मलाई जस्तै याद हाम्रो किन आउन उनलाई। हर रात एउटै प्रश्न आकाशको जुनलाई मलाई जस्तै याद हाम्रो किन आउन उनलाई। चाबी बिना मनको ताल्छ। हे गाइस अहिले हामी चाहिँ मैले खाना साना खाएर पनि अब चुक बाख्रा चराउन जाँदैछु। बाख्रा चराउन जाँदाखेरि चुक यहाँ चाहिँ हाम्रो चुक छ देन देखा यहाँ चाहिँ हाम्रो चुक छ। अनि अहिले हामी अब खान्यौ अनि अहिले गाइस अब खाएको भिडियो देखाउली तिमीहरूलाई हैन। अब हामी खान्यौ चुक। चटनी चाहिँ कविता पिस्छ कविता पिस्ने चटनी यहाँ हट्टी भइकन तँ तिनीहरू पछाडि कविता चटनी पिस्ने कति झगडा हुन्छ यसलाई त मारिदिन्छु भन्ने जस्तो लाग्दो छ। चाहिँ म तिनीहरूलाई हामी फुपू तिनीहरूलाई सिल्काउन लाग्छौँ। अहिले हामी अब पुगेपछि पछि चुक खाने भेटाउने
हमरा यहाँ चाहिँ चुक खान स्टार्ट हामी चाहिँ चुक खान लागेको छु मेरो पनि छिल्दै बना एक हातले खुवाउँछ यहाँ चाहिँ हाम्रा यी छन् हाम्रा चुक खाने परै चाहिँ डीजे बजाइकन नाच्ने एक छ यहाँ नाच्न लागेको अनि यी छन् अर्कै चुक खाने अलि आउनु आउनु चुक खाने छ साह्रै खट्टो छ के चुक खान लागि चाहिँ मेरो मुखबाट पानी आयो ल न निकाल्दै न एकछिन कति हल्लिसक्यो पानी आइगयो ल निकाल्देऊ मेरो मुखबाट पानी आयो गाइस तिमीलाई खाने हो कि न तिमीहरू अर्खा त अब अर्का त्यहाँ डेकमा चाल्छन् एकदम खट्टो यार हजुरको हैन एकदम खट्टो न म त खान्न भाइ ल मलाई जरा ज्वरो आयो बढी मिलाउँदा नुन दिऊ त्यहाँ खाइसक्नु लाने मान्छेलाई दिनु पठाएको यसले अगाडि हात ल्याइदियो नुन पनि देखाएर न चट्नी आजको खाने हो यहाँ चाहिँ हाम्रो चट्नी छ हामी चुक खान लाग्छौँ यो छोडिने हैन म चाहिँ चुक खाने डान्स गर्न लागेको मजा आयो मेरो अघिदेखि कहाँ पो गएकी छिन् अहिले चाहिँ यहाँ आएकी छन् यहाँ छन् यी चाहिँ अर्कै आउँदै सुतेकी छन् गाई यहाँ देख्न सक्नुहुन्छ यहीँ सुतेकी छन् अर्की यो लाम्टा यहाँ छ म चाहिँ यहाँ छु हामीलाई यहाँ निन्द्रा लाग्न लागेको छ अहिले बाख्रा चराइ चराइ निन्द्रा लाग्न लाग्यो क्या गर्ने हो साथीहरू क्या गर्ने हो गाइस हामी चाहिँ पुरी खान्छौँ गाइस यति छोटा छोटा पुरी नाना नाना पुरी पुन्टे पुन्टे पुरी साना साना नाना नाना पुरी हामी अछामी बाबा नाना नाना पुरी छन् हामीलाई कविताले नाना नाना पुरी दिएकी छ हामीलाई साना साना मानेर भाउजू मेरो पाठो भाउजूको पाठो पुरी खान लाग्छु गाइस म पुरी खान लाग्छु साथीहरू यो चाहिँ अहिले चाहिँ हामी हाँसी हाँसी पाकेर गएको बालमा पुरै परल छ यहाँ चाहिँ भाउजू छन् पुरै बाल एको देख्न सक्नुहुन्छ एको नाट म यहाँ छु यारे खैके देखा था गाई यसको गाई चाहिँ गाना यसको गाना जवानी सरक सरक के गाना थाहा छैन होइन हाँस्दा हाँस्दा मार्न लाग्छ यो अनि म चाहिँ यहाँ छु अब हामी चाहिँ जानुपर्छ घर क्या भने कविताको डान्स कोही डान्स सिक्न चाहिँ आउनु होला यो चाहिँ डान्स सिकाइदिन्छ देखा 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 यसको डान्स त्यसो होइन डिङ्का चिका अर्कीको यहाँ हामीहरू चाहिँ हट भएर उयो पट भएर गाना चलाउन लागेको छ यहाँ म चाहिँ पागल भइगयो यिनीहरूका गाना सुनेर मलाई चाहिँ आउँदैन बाख्रा आउँदैन उता चाहिँ हाम्रा बाख्रा छन् आउँदैछन् अनि हामी चाहिँ अहिले रात परिसक्यो हामी घर जान्छु यति भन्दै सबैलाई बाई बाई युट्युब सबैले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला गाइज।